बीबीसी को रिपोर्ट को बीचको एउटा फुटेजले धेरै कुराहरू खुल्छन्। त्यो कुरा यो भिडियोमा म देखाउने छु। त्यो भन्दा पहिला त्यो रिपोर्टका लागि इन्भेस्टिगेसन कसले गरेको रहेछन् भन्ने कुरामा मेरो आँखा गयो। त्यस टिमका 2 जना मध्ये एकजना मेम्बर रहेछन् दीपक खरेल। दीपक खरेलको फेसबुकमा हेर्दा उनले 7 सेप्टेम्बरका दिन भोलिपल्टको आन्दोलनका लागि आह्वान गरेको भेटियो। अर्को एउटा रविको पक्षपोषण गरेर राज्यले प्रतिशोध साधेको भन्ने भावमा गरेको पोस्ट पनि भेटियो। त्यस्तै अर्को पोस्टमा केपी ओलीले चीन भ्रमणका बेला पोखरा, मुस्ताङ, मनाङ लगायतका भूभाग नै चीनलाई बेचेर फर्किए भन्ने भ्रामक पोस्ट गरेको समेत भेटियो। अर्को एउटा स्ट्याटसमा सुदन गुरुङमाथि ठूलो भरोसा राखेको भावमा एउटा भिडियो शेयर गरेको भेटियो। सेप्टेम्बर 9 मा बालेन तिमी अब अघि बढ, देशलाई तिम्रो खाँचो छ, लिड द कन्ट्री भनेर लेखेको पनि भेटियो। यस्तै दोस्रो दिनको आन्दोलन भड्काउने खाले अरू थुप्रै पोस्टहरू उनको वालमा भेटियो। यिनै खरेलको इन्भेस्टिगेसनबाट त्यो रिपोर्ट बनेको भनेर भिडियोको अन्तिममा उल्लेख गरिएको छ। बीबीसी को अंग्रेजी रिपोर्टको 15 मिनेट 18 सेकेन्डमा एउटा फोटो आउँछ 1 सेकेन्ड जति। त्यसलाई केलाएर हेर्दा त्यो दिनका धेरै कुराहरू खुल्छन्। त्यो 1 सेकेन्डको फोटोमा भएका विषयहरूलाई रिपोर्टभरि कहीँ पनि दिन पर्ने जति स्थान दिएको छैन। म त्यहाँ उल्लेख भएका सुरुका केही घटनाक्रमहरू पढेर सुनाउँछु। 1:01 प्रदर्शनकारीहरूले बोतलमा आगो बालेर संसद भवन परिसरको रुखमा खसाल्छन्। 1:05 3 जना प्रहरी कर्मचारीहरू घाइते हुन्छन्। 1:06 सशस्त्र प्रहरी बल नेपालको वाटर क्याननमा आगजनीको प्रयास हुन्छ र पेट्रोल बम प्रहार हुन्छ। 1:06 प्रदर्शनकारीहरूले 2 नम्बर गेट र 1 नम्बर गेटको बीचको पर्खाल भत्काइरहेका छन्। 1:07 जाँदा संसद भवनको 1 नम्बर गेट अगाडि प्रहरीको टोलीमाथि फलामको ब्यारिकेड प्रहार हुन्छ। 1:09 प्रदर्शनकारीहरूले संसद भवनको पश्चिमपट्टिको वाल भत्काउन थाल्छन्। 1:12 पश्चिम गेटमा प्रेसर बढी भइरहेकोले अब यो भन्दा धेरै प्रेसर भएमा लाइभ फायर गर्नुपर्ने भनेर प्रहरीले अनुमति लिन्छन्। अर्थात् त्यो बेलासम्म पनि लाइभ फायर सुरु भएकै थिएन। 1:12 संसद भवनको पश्चिम गेटतर्फ 1 जना प्रहरीलाई प्रदर्शनकारीले नियन्त्रणमा लिन्छन्। 1:12 दक्षिण गेटमा मोटरसाइकल नचाउन थालिन्छ। ती मोटरसाइकलहरू टिओबी भन्ने ग्रुपका हुन्छन्। बीबीसीले 4000 वटा फुटेज एनालाइसिस गरेर रिपोर्ट बनाउँदा पनि टिओबी ग्रुपलाई कहीँ पनि उल्लेख गरेको छैन। 1:14 1 नम्बर गेट बाहिर आएको एपीएफ को र अर्को सिभिल एम्बुलेन्सलाई आगो लगाउने क्रममा सिभिल एम्बुलेन्स र एपीएफ को एम्बुलेन्सका चालकहरूले भागेर ज्यान जोगाउँछन् भने बाँकी 2 जना महिला सशस्त्र प्रहरी कर्मचारीहरूलाई एम्बुलेन्स भित्र नै आगो लगाउने प्रयास हुन्छ। यही क्रममा प्रहरी र केही प्रदर्शनकारीहरू मिलेर ती 2 जना महिलाहरूलाई उद्धार गर्छन् र